हेलो गुड मर्निङ। आज मेरो खाजा झोल मोमो। जाडो जाडो छ कि झोल मोमो अचम्मै मिठो हुन्छ। यो चाहिँ एक्चुअली चाहिँ यो झोल मोमो चाहिँ मेरो हस्बेन्डको साथीले पठाउनु भएको रहेछ हो। अन्त बिचारा भाइलाई धेरै धेरै धन्यवाद, सम्झिनु भएछ हो। ल म खानु सुरु गरेँ ल। खबै अलि ठन्डा हुन्छ। कस्तो छ? कस्तो मिठो। कसरी बनाएको रेसिपीहरू सबै सोध्नु ल। घरमा पनि एक्चुअली यस्तै बना। मैले झोल मोमो चाहिँ आज फर्स्ट टाइम खाएको। सुनेको मात्रै थिएँ, खानु पुरा इच्छा थियो हो। ट्राई चाहिँ कहिले गरेको थिइनँ, आज फर्स्ट टाइम हो। धन्यवाद छ है भाइ। पिरो सिरो नुन मिठो हुँदो रहेछ। हो। तपाईँहरूले त खानु भएको होला पहिल्यै हो। म चाहिँ आज फर्स्ट टाइम हो मेरो। डल्ले खोर्सानी पेस्ट हाल्यो? हालेँ त। पिरो भएन बेसी? त्यो टोक्ने दिन्न, पिरो खाने मान्छेलाई डल्ले खोर्सानी के हो र? टोक्ने दिन्न। म त सक्दिनँ। रातो दिनुहोस् ल। मिठो। मिठो भएछ कि पिरो चाहिँ अलिक कम्ती भएछ। रातो खोर्सानी खाँदै दामी भएछ। पानी चाहिने खाऊ। अन्त हिजो त डाइटिङ गर्छु भन्दा के भयो? बिचमा नबोल्नु नि तपाईँ। के हुन्छ नर्मली बात मारेको जस्तो लाग्छ। दामी। दामी। Bị đẹp méo vậy thôi. अचम्मै मिठो हुँदो रहेछ है झोल मोमो चाहिँ।
दही दही हेर्नुहोस् त यी सबै खाइपुरा एकदमै मिठो हुँदो रहेछ मोमोले भन्दा तर बेसी अगाउँदो रहेछ झोल मोमोले दामी भयो हुन्छ मैले खाइसकेँ ल बाई